मान्य सदस्यहरू म बोल्दैछु, तपाईँहरू एकछिन चुप लाएर बस्दिनु त। मान्य सदस्यहरू, यस्ता नाठेहरूको स्पिच सुन्न भन्दा त मैले यो बारी खनेर बाटो बनाइहाल्थेँ यति बेरसम्म त। सुन्ने धेरै गरिदिनुहोस् मान्य सदस्यज्यूहरू, सुन्ने कुरा धेरै गरिदिनुहोस्। 3 करोड नेपालीले माटो खन्दा कस्तो आवाज आउँछ? खडाङ खडाङ खडाङ। सुन्नु त कति मिठो आवाज आउँछ। मान्य सदस्य बलुनजी प्लिज स्टेजमा आएर केही बोलिदिनु होला। हजुरहरूलाई थाहै छ म वैसे त धेरै बोल्दिनँ, तर जति बेला बोल्छु त्यति बेला फेरि हङ्गामा भइहाल्छ। आज पनि अलिकति बोल्न जाँदैछु। अनि हजुरलाई थाहै छ हाम्रो देश हाम्रो होइन। धन्यवाद हजुर। अनि पर्केज्यू, आज तपाईँ संसद भवनबाट किन उठेर हिँड्नु भयो त नि? त्यस्ता नाथे त्यस्तो बोल्न पाइन्छ र? यो हाम्रो देश होइन, त्यसले के भन्छ? यो बोल्न पाइयो र? हामीले खनेर देश बनाएको। मलाई अरू 5 वर्ष दिएको भए नेपालमा जहाज चलाइदिइहाल्थ्यो नि। ट्रेन त निस्किसक्यो नेपाल। संसद भवन अग्नि ठाउँ हो, यहाँ अग्न पाइन्छ? संसद भवनमा अगाडि स्टेजमा गएर नेताहरूले अघिराख्न त तपाईँहरूले यहाँ अगेर हुन्छ?